यदि तपाईँ टिभीएसको कुनै स्कुटर लिने सोच्दै हुनुहुन्छ र टिभीएस स्कुटरको रिसेन्ट प्राइस जान्न चाहनुहुन्छ भने तपाईँ एकदम सही ठाउँमा आउनुभएको छ। त्यसैले आजको यस भिडियोमा हामी टिभीएस स्कुटरको रिसेन्ट प्राइसको बारेमा कुरा गर्नेछौँ। सुरु गरौँ टिभीएसको एन्टर्क स्कुटरबाट। 124.8 सीसी इन्जिन भएको यस स्कुटर अहिले नेपाली मार्केटमा 5 वटा भेरिएन्टमा अभाइलेबल छ। एन्टर्क ड्रम, एन्टर्क डिस्क, एन्टर्क रेस एडिसन, एन्टर्क सुपर स्क्वाड एडिसन र एन्टर्क RTFI BS6 गरेर जम्मा 5 वटा भेरिएन्टहरू अभाइलेबल छ। एन्टर्क ड्रमलाई अहिले नेपाली मार्केटमा 2,21,900 पर्दछ भने एन्टर्क डिस्कलाई अहिले नेपाली मार्केटमा 2,52,900 पर्दछ। 3 टोन कलर कम्बो, रेस इन्स्पायर्ड डिकेल्स, सिग्नेचर LED हेडल्याम्प, स्मार्ट एक्स कनेक्ट जस्ता फिचर्स भएको एन्टर्क रेस एडिसनलाई भने अहिले नेपाली मार्केटमा 2,73,900 पर्दछ। त्यस्तै टिभीएस अपाचे बाइकबाट इन्स्पायर्ड भएको र उस्तै बवाल पर्फर्मेन्स दिने मार्बल युनिभर्ससँगको कोलाबोरेसनमा ग्राफिक्स युज गरिएको टिभीएस एन्टर्क सुपर स्क्वाड एडिसनलाई अहिले नेपाली मार्केटमा 2,77,900 पर्दछ। सुपर पर्फर्मेन्स दिने रेस ट्युन फ्युल इन्जेक्टेड BS6 इन्जिन युज गरिएको बेस्ट इन क्लास गुड पिकअप र एक्सलरेसन भएको टिभीएस एन्टर्क RTFI BS6 लाई अहिले नेपाली मार्केटमा 2,85,900 पर्दछ। अब कुरा गरौँ वेगो सिरिजको बारेमा। लार्जर व्हील्स, बेटर स्टेबिलिटी, BS6 FI इन्जिन र बेटर पिकअप भएको यस स्कुटर टिभीएस वेगो FI लाई अहिले नेपाली मार्केटमा 2,15,900 पर्दछ। त्यस्तै यो स्कुटरको BS4 भेरिएन्ट नन FI लाई चाहिँ अहिले नेपाली मार्केटमा 2,07,900 पर्दछ। 110 सीसी को FI इन्जिन भएको मोटरसाइकल र स्कुटरको कम्बो टिभीएस ड्याजलाई चाहिँ अहिले नेपाली मार्केटमा 1,79,900 पर्दछ। रेट्रो इन्स्पायर्ड स्टाइलिङ, एट्र्याक्टिभ बडी ग्राफिक्स, स्मार्ट USB चार्जर, हाई स्टोरेज क्यापासिटी भएको टिभीएस जुपिटर क्लासिकलाई चाहिँ अहिले नेपाली मार्केटमा 2,11,900 पर्दछ। त्यस्तै टिपिकल स्कुटर स्टाइलिङ, लाइट बडी वेट, फास्टेस्ट पिकअप, स्टाइलिस टेल ल्याम्प र LED DRL भएको टिभीएस जेसलाई चाहिँ अहिले नेपाली मार्केटमा 1,78,900 पर्दछ। त्यस्तै टिभीएसको पुरानो मोडलहरू एक्सएल आइटसलाई अहिले नेपाली मार्केटमा 1,28,900 पर्दछ भने XL 100 लाई चाहिँ अहिले नेपाली मार्केटमा 1,15,900 पर्दछ। सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ट्राफिक नियमको पालना गरौँ, हेलमेटको अनिवार्य रूपमा प्रयोग गरौँ। राइड सेफ, राइड हार्ड।